हे गाइस नसान्ने र आज चाहिँ हामी धेरै दिन बाद हैन तीनजना आएको छौँ है आमा छोरीहरू र वी आर थिङ्किङ टु गो समवेयर एल्स हैन किनकि इट्स काइन्ड अफ अब धेरै थुनिएर बस्दिनु हुँदैन अनि त्यही माथि अहिले दिवालीको छुट्टी छ र वी आर गोइङ समवेयर हैन दिन पनि राम्रो भइरहेको छ त्यसैले म घाम पनि लागिरहेको अनि छ मन्ना नाना अनि प्रतिमा नाना हामी सबैजना भेला भएर घुम्न जाने र अहिले चाहिँ कुन ठाउँ जाने हो अहिलेसम्म थाहा छैन हामी भरे देखाउने छौँ हामी कहाँ जान्छौँ अहिले त जस्ट स्टार्टिङ मात्रै हो किनकि हामी भर्खर वाहन आइसक्नु भयो मम्मा हैन अझै म र बहिनी नहुनु बाँकी छ हैन सो त्यस्तै अहिले चाहिँ बनाइराखेको सो सी यु गाइज अन द वे बाई बाई हे गाइज र दिस इज माई लुक अन्त अब चाहिँ हामी फाइनली जान आँटेको छौँ अन्त अब डेस्टिनेसन चाहिँ कहाँ हो भन्दाखेरि चाहिँ वी आर गोइङ पर्बिङ डाँडा है गाइज सो मुक्सिन तिमीलाई कस्तो देखेको छ दिस इज माई ड्रेस ओटिटी उता जाऊ न हौ दिस इज माई ओटिटी अफ द डे मैले चाहिँ यो पनि लगाएको छु है आइम बिङ अ वुमेन गाइस देखाऊ तिम्रो ड्रेस देखाऊ उपर गएर चाहिँ पक्लु कत्रो देखाएको यहाँ यो माला इट्स ओन्ली फर फन है गाइस यो निकाल्नुपर्छ यो पनि निकाल छि बहिनी राम्रै देखेको छैन हौ म मिलाइदिन्छु हेर गाइस हेर्नुहोस् आइया मेरो सबै सामान निकाल्नुहुन्छ अहिले कसम पनि राम्रो देखेको छैन तिमीलाई फाइनली गाइस हामी चाहिँ गयौँ होइन आमा म चाहिँ हिँड्दै गरेको किनकि मेरो चाहिँ हिल छ र म धेरै ढिलो हिँड्न सक्छु एन्ड दिस इज द ओटिटी अफ द डे होइन अरूहरू चाहिँ आउनुहुँदैछ अन्त सो मेरो भ्लग चाहिँ काइन्ड अफ साइलेन्ट नै हुन्छ बिकज आइएम अ काइन्ड अफ इन्ट्रोभर्ट पर्सन नो आइएम एमिभर्ट होइन अन्त ओ माई गड वी आर फाइनली अन द वे बसमा चाहिँ नजाने कुरा हुँदै थियो फेरि जाने कुरा भयो है अनि फाइनली बाटोमा मेरो ड्रेसअप हेरेर चाहिँ इट फिल्स लाइक वी आर गोइङ टु a fancy restaurant, but no, it's wrong. Like we are going somewhere where we can find peace, है and we are going पर्बिङ डाँडा चेलाहरू चाहिँ आउनुहुँदैछ हेलो चेलाहरू हे गाइस बहिनी हेलो ममा हेलो रोहित बाङा रोहित बाङा See you on the way. Guys, अहिले चाहिँ हामी नाम्ची बजारमा वेट नाम्ची बजार बाहिर छ अहिले चाहिँ हामी एउटा होटलमा छौँ यहाँबाट केही खानेकुराहरू लगिकन जाने किनकि माथि चाहिँ पाउँदैन नि त सो वी आर इन होटल नै छ अन्त वी आर इन होटल नै छ अन्त अब मोमो के लाने अन्त आई थट अफ टेकिङ कप नुडल्स बट उहाँहरूको डेली निड्सको चाहिँ दसैँ सकेको छैन रहेछ अब दसैँ सकेको छैन रहेछ सो मैले पाइनँ कप नुडल्स किन्नु ए गाइस र अब चाहिँ फाइनली गाडीमा चढेर गइसक्यौँ हामी यहाँ हुनुहुन्छ हाम्रो ड्राइभर बाङा यहाँ ममा यहाँ प्रतिमा नाना र मुक्सिन हेलो 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 अर्गनाइज खानु नि हजुरलाई So guys, we are finally on the way to पर्बिङ डाँडा बुबु गयो त भर्खर देख्नु भएन So guys, we are finally here है ले चाहिँ हामी गाडी घुमाउँदैछौँ है Guys,
exhausted. रोड चाहिँ यस्तो हाउडे छ कि यहाँको, as you can see here, bro. And it doesn't even suit my heels. Wow, it's so good here. Ooh, para sa namin sa. Wait, let me show you guys. Pani? Lah. Oh my god. There the Namchi is. यो ठाउँ कहाँ हो? ए भन्ज्याङ हो यो? अहिले चाहिँ हामी आइपुगेको छौँ होइन, अन्त यहाँ चाहिँ छ हामी बस्ने ठाउँ। यहाँनिर हाम्रो खानेकुराहरू छन् होइन, अन्त मम्माहरूले कतिवटा सामान निकाल्नु रहेछ। घाम चाहिँ अति कडा क्या, तर नि स्टिल माथि हाइटमा भएकोले गर्दा आछु जाडो हुँदैछ कता कता। र अहिले चाहिँ हैन we are done with this stuff, अन्त हामीले चाहिँ राम्ररी देखाउन पाएन कज यहाँ चाहिँ धेरै खै बादल, यहाँ चाहिँ पुरा बेसी बादल आउँदो रहेछ। अन्त एक्सक्युज मी, अन्त यहाँ चाहिँ पुरा बेसी बादलहरू आएर चाहिँ उनीहरूले पुरा डिस्टर्ब गर्दो रहेछ, अट्याक गर्न ट्राई गर्दो रहेछ खानेकुराहरूमा होइन। अन्त अब चाहिँ त्यस्तो मजा आएन। ओ माई गड, सोचेको जस्तो मजा आएन होइन, अन्त त्यसले गर्दा यहाँतिर ऊ बादल मारेको भ्यू चाहिँ एकदम दामी के, तर यता चाहिँ वाउ। फाइनली हामी चाहिँ होइन बाटो लाग्न आँटेको, अहिले चाहिँ धेरै राति परिसकेको छ। यी गाइस हेर्नुहोस्, अघि कति घाम लाग्दै थियो अन्त अहिले कस्तो छ होइन। सो वी आर फाइनली गोइङ होम। अन्त अरू चाहिँ वासरुमको लागि जानुभएको छ, म यहाँ हुनुहुन्छ बाबा, अन्त उता मुक्सिन आउनुभएछ, अरू पनि सबैजना। सो वी आर गोइङ। गीत बजाउँ न। गाइस हामी चाहिँ फाइनली बजार आइपुग्यौँ है। यहाँ हुनुहुन्छ ममा पुर्की, म पुर्की अरे, मैले जन्माएर पुर्की भन्छ। अन्त हामी चाहिँ फाइनली बजार आइपुग्यौँ, तर जाडो पनि अति जाडो छ, तर पनि फेसन चाहिँ अगाडि आउँछ है गाइस। We are here at the charming hotel or restaurant. Utia Vitra. There. Karaoke. Wow, it was for us. For us. Best singers of all the time. Bye bye guys.
I love you and stay tuned. Let's meet on another vlog. त्यतिकै सुन नदेऊ मलाई भनेको